अनि हाम्रो गाउँको ब्याकग्राउन्ड यो चाहिँ सिमलटार भयो। मेरो घर चाहिँ यो पछाडिको डाँडोभन्दा अलि उतापट्टि पछाडि छ। दिदी बहिनीहरू उता रोपाइङ गर्दै हजुर यस्तो छ गाइजहरू है। खाइसकेँ मैले अघि यहाँ एकदम। हेलो गाइजहरू, नमस्ते। तपाईँ सबैलाई स्वागत छ मेरो यस भिडियोमा है, यस युट्युब च्यानलमा। आज चाहिँ एउटा स्पेसल भिडियो बनाउन लागेको छु मैले। यानि कि त कस्तो भिडियो हो हजुरले बुझिसक्नु भएको छ ब्याकग्राउन्ड देखेर है। अब भिडियो सुरु गर्दैछु। भिडियो पुरा हेर्नु होला। भिडियो थोरै हल्का लामो भए पनि हजुरले भिडियो पुरा हेर्नु होला। यो चाहिँ गाउँको ब्याकग्राउन्ड हो, यो खेतबारी। अनि यता तलतिर धान रोप्न लागेको छ। अब म सुरु गर्दैछु, भिडियो हेर्नु होला। अहिले चाहिँ म यहाँ छु, यो अदुवाबारी हो होइन। यो अदुवाबारी यतापट्टि चाहिँ धान खेत हो होइन, धान रोपाइङ गरिसकेको छ। अनि त्यसपछि सट्ट यता मकै पाक्दैछ यतापट्टि। अब म भिडियो बनाउन लागेको छु यो खेतमा गएर। यो खेतमा चाहिँ आज रोपाइँ हुँदैछ, एकदम रमाइलो। अनि हाम्रो नेपाली धान रोप्ने चाहिँ एउटा पहिचान पनि हो होइन। हाम्रो नेपालको चाहिँ एकदम विशेष संस्कृतिसँग पनि मिल्ने र हाम्रो नेपालको मुख्य एउटा यो किसानहरूको पहिचान भनौँ न। सो म आज त्यहाँ जाँदैछु होइन, कस्तो छ के छ भिडियो बनाउँदैछु है। भिडियो हेर्नु होला, एकदम रमाइलो हुने होला छ है त। यहाँ अगाडि चाहिँ मेरो छोरी पनि आउँदैछिन्। यिनी मेरो छोरी हुन्। बाबालाई खोज्दै आएकी रहेछन्। साथीहरू, आज चाहिँ अब फाइनल्ली अब म यहाँ जाँदैछु होइन। यस्तो छ यता हेर्नुहोस् है, यो गरामा धान रोप्न लागेको छ आज होइन। यतापट्टि है देख्नुभयो त। म जाँदैछु अब त्यहाँ हाम्रो धान रोप्ने रोपार दिदीबहिनीहरूलाई म देखाउँदैछु है। भिडियो हेर्दै गर्नु होला। र हजुर यो च्यानलमा नयाँ हुनुहुन्छ भने एकचोटि यो च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई एउटा लाइक गर्नु होला। अनि हजुरले कहाँदेखि हेर्दै हुन्छ यो भिडियोमा एउटा कमेन्ट पनि छोड्नु होला है त। अनि हजुरलाई धान रोप्न आउँछ आउँदैन, हाम्रो रोपाइङ सम्बन्धी के छ हजुरको चाहिँ एकचोटि त्यो पनि एउटा कमेन्ट गर्नु होला, आफ्नो विचार राख्नु होला। हजुर कुन जिल्लाबाट हेर्दै हुन्छ त्यो पनि कमेन्ट गर्नु होला है। यतापट्टि हाम्रो माइजू आउँदै हुनुहुन्छ है। माइजू पनि धान रोप्न आउनु भएको है। माइजू हजुर धान रोप्न आउनु भएको? हजुर हजुर हो। ए ल भिडियो बनाउनु। ए हाँस्दै हुनुहुन्छ उतापट्टि। अनि ल यता चाहिँ एकदम हल्ला पनि हुँदैछ है। धान रोप्दैछन् हाम्रो अब माइजूहरूको दिदीबहिनीहरू सबैजना। उता हजरामा हेर्दै हुन्छ, उता पारिबाट यता हेर्नु, उता हजरामा। यता मेरो छोरी हिँड्दैछिन् यिनी। यता चाहिँ धान रोपिसकेको छ। यता 5 दिन अगाडि रोप्या हो। ल यहाँ चाहिँ एकदम मजाले रोपाइँ हुँदैछ होइन। यहाँ मजाले अब आफ्नै तरिकाले आफ्नै बाट यहाँ हेर्न सक्नुहुन्छ है। यो सानो बहिनी पनि रोप्दैछ। यता ठुलो मम्मी, उता माइजू, उता अर्को नि माइजू, उतापट्टि माइजू, उतापट्टि भाउजू है। अनि यतापट्टि चाहिँ हजुरआमा सुन्नु भएन उहाँले है। ल हेर्नुहोस्, उता माथिल्लो गाउँ उता देखेको गाउँ छ नि, यो गाउँ यो चाहिँ देवीथान भन्छ। अनि ऊ त्यो माथि कुहिरो लागेको गाउँ छ, यो चाहिँ कटुन्जे हो। अनि हाम्रो गाउँको ब्याकग्राउन्ड यो चाहिँ सिमलटार भयो। मेरो घर चाहिँ यो पछाडिको डाँडोभन्दा अलि उतापट्टि पछाडि छ। 2 मिनट लाग्छ यहाँबाट। ल गाइजहरू है, भिडियो कस्तो लाग्यो हजुरलाई है आजको भिडियो। यस्तै भिडियो हेर्नको लागि यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। म हजुरको सामु विगत 2 वर्ष अगाडिदेखि नै भिडियो लिएर आएको छु र मैले आफैले बनाएको आफ्नै च्यानल हो। हजुरले मलाई धेरै माया पनि गर्नुभएको थियो। त्यो मायाको लागि चाहिँ म एकदम आभारी छु। विगत केही समयदेखि यता चाहिँ थोरै आफ्नो समय नमिलेको कारणले गर्दा भिडियो सिक्नु हाल्न पाएको थिइनँ। अनि सो है त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। हस् त, नमस्ते है, ओके बाई बाई। ल आजलाई यति नै ल। थ्याङ्क्स फर वाचिङ, बाई।